पनि आज म यो ठाउँमा छु। नदेखिन्या घाउ लाग्छ मलम कहाँ लाउन्या, मलम कहाँ लाउन्या, पीडा भोकी कसरी हो खुसीका गीत गाउन्या, पीडा भोकी दिनहरुमा पनि उहाँहरुको प्रस्तुति हेर्दै दर्शकहरुले उहाँलाई भोट गर्दै आइरहनु भएको छ। त्यो काम गरौँ। आगामी दिनमा यहाँहरु पनि सांगीतिक सहयोगको लागि कोच राजले पनि कुरा गर्नुभएको थियो, कोच उदयले पनि कुरा गर्नुभएको थियो, कोच खेमले पनि कुरा गर्नुभएको थियो र सँगसँगै टप 8 ले नै विकासको लागि केही न केही सांगीतिक सहयोग गर्ने यहाँ अहिले कुरा गर्दै हुनुहुन्छ। धन्यवाद त्यसको लागि। र टप 8 लाई नै फेरि पनि बधाई छ। टप 8 मा प्रवेश गर्नुभएको छ र उहाँहरू सबैको भोटिङ लाइन खुलेको यो जानकारी म यहाँहरूको लागि राख्न चाहन्छु। विकास, द भोइस अफ नेपालको यात्रा कस्तो रह्यो त्यो सुनौँ न हामी। एकदमै रमाइलो लाग्यो। जे होस् यहाँ आएर धेरै अनुभवहरू मैले बटुले है। र पहिला यस्तो धेरै बोल्दैन थिएँ, आजभोलि जे होस् साथीहरूलाई हँसाउनेसम्म भएको छु। अनि एकदमै रमाइलो भयो र एकदमै धेरै धेरै धन्यवाद जो जति साथीहरू जो यात्रामा जोडिनु भयो सबैजनालाई सम्झिरहनेछु। र बाहिर त हाम्रो भेट भइरहन्छ भन्दा पनि म फेरि सुटिङमा पनि आइरहन्छु नि हल्ला गर्न। र जो जतिले भोट गर्नुभयो, मलाई यहाँसम्म पुर्याइदिनु भयो देश विदेशमा, र सबैजनालाई धेरै धेरै धन्यवाद। र यो भोइसको यात्रा टुङ्ग्यो पनि के हो र, मेरो फेरि नयाँ गीत आएको छ नि, तम्रो माया ओइ सुवा भन्ने छ। सबैजनाले सर्च गरेर हेरिदिनु होला है। ओके, इन्द्र कलाले त्यो माइक लिनु भएको छ, त्यो के को लागि हो इन्द्र? मलाई चाहिँ आज एकदम स्याड पनि छु र हाम्रो टप 12 बाट चाहिँ दादालाई चाहिँ हामी सबैजनाले 10,000 चाहिँ उठाएर दादालाई सहयोग गर्नु। हाम्रो दादा हामी अब सँगै त हिँड्छौँ तर पनि एउटा अब उहाँ हाम्रो त आँखा छ, हामी हेर्नु देख्छौँ सक्छौँ, हामी हरेक कुरा देख्न सक्छौँ। तर दादाले त्यो इसारा नदेखे तापनि डिसिप्लिन भए तापनि कति रोडमा कति मिहिनेत गर्नुभएको छ। सबैजनाले अब हाम्रो सर्जकहरू, हाम्रो सबैजना हाम्रो लेजेन्डहरू सिङ्गर हाम्रो हुनुहुन्छ, सबैजनाले दादालाई राम्रो राम्रो गीतहरू दिनु होला ताकि दादाले रोडमा पर्फर्मेन्स गर्नु नपरोस्। सबैलाई धन्यवाद छ। इन्द्र, विकासको लागि खाली हात हामी पठाउँदै छैनौँ, उहाँलाई पनि गिफ्ट ह्याम्पर छ, त्यो तपाईँले कलेक्ट गर्न सक्नुहुन्छ। यस कोच उदय, कोच राजु, म खेम गरेर हामीले पनि मेलिना गरेर मेरोबाट 50,000, कोच मेरोबाट पनि 50,000 है विकास। मेरोबाट पनि हाम्रो विकासलाई एउटा गीत म गराइदिँदैछु र धेरै राम्रो भएर जाओस् हाम्रो विकासको। थ्याङ्क यू। हजुरहरूलाई धेरै धेरै धन्यवाद। हजुरहरूको जय होस् र हजुरहरूको अझै धेरै प्रगतिहरू हुँदै जाओस्। र